त मेरो देश त बिचरा कठै के भएको होला भनेको जस्तो सोच आएको थियो क्या। अनि त्यही विषयमा कठै मेरो देश, मलाई बिचरा लाग्छ मेरो देश। खुला आँखाले देश डुबेको देख्दा देख्दै बन्द आँखाले सपनामा सङ्गाल्न भन्छौ तिमी। देश कसको हातमा छ देख्दा देख्दै पनि चिन्ता नगर न भन्छौ तिमी। तिमीलाई बिचरा लाग्दैन तिम्रो देश? तिमी आफै भन न, तिमीलाई त्यो बिचरा लाग्दैन आफ्नो देश? रगत पसिना बगाएर वीर गोर्खालीले बचाएको यो देशलाई डुब्नै लागेको देख्दा आँखा भरिँदैनन् तिम्रो? भोलिको भविष्य नै नदेख्दा जीवन नै बाँच्न छोडिदेऊ जस्तो लाग्दैन तिमीलाई? कठै हेर त, आजका युवा आफ्नो देशमा रोजगारीताको अवसर नदेखि विदेशीले गर्दा दुःख लाग्दैन तिमीलाई? केही गर्छु भनी लागि पर्दा पनि राजनीतिले दबाउन खोजेका उसका त्यो जोस बीच बाटोमै सकिन लाग्दा पनि भन न कसरी मुस्कुराउँछौ तिमी? आफ्ना आफन्तलाई, श्रीमतीलाई, श्रीमानलाई, परिवारलाई छोडेर त्यो त्रिभुवन विमानस्थलमा अङ्गाल्दै सास रोक्ने गरिरहेको देख्दा देख्दै पनि कसरी सहन सक्छौ तिमी? मेरो देश, मेरो देश, मेरो देशको भविष्य कता जाँदैछ? कठै अब भोलि यो देश आजको यही हिसाबले बचाएर राख्न सक्छौ होला त? मेरो देशको माटोले अब के फेरि त्यही पहिलेकै आफ्नोपन सृजना गर्न सक्छ होला त? अब त बस मेरो देशले आफ्नो दम तोडेको हेर्ने हिम्मत जम्मा गरेर राख्नु छ। मनलाई बलियो अनि कुरालाई मनन गर्न सिक्नु छ। आफूले सके जति मेहनत आफ्नै देशको लागि गर्नु छ। मैले नगरे अरू कसले गर्छ भन्ने भावना सृजना गरेर अघि बढ्नु छ। भन्ने भावना सृजना गरेर अघि बढ्नु छ। मेरो देश डुब्नै लाग्यो